आज चाहिँ मेरो अल्ट्रासाउन्डको डेट हो। सो जुन चाहिँ 32 विक्समा गर्नुपर्ने हुन्छ। पूजाले गर्दा चाहिँ दसैँले गर्दा चाहिँ 1 हप्ता 2 हप्ता जस्तो ढिलो चाहिँ भयो है। सो आज चाहिँ म रेडी भइसकेको छु जानलाई। सो हस्पिटल जानुभन्दा अगाडि चाहिँ मेरो यहाँ कुरियर मैले पार्सल रिसिभ गरेँ, जुन चाहिँ अब हस्पिटल ब्याग प्याक गर्नुलाई चाहिँ मलाई चाहिन्छ है। अब चाहिने जिनिसहरू चाहिँ मैले मगाइरहेको छु है। हस्पिटलमा के चाहिन्छ, किनभने हस्बेन्ड पनि आउनु भएको छैन, टाढो हुनुहुन्छ है। सो त्यही भएर एन्ड टाइममा चाहिँ अभर नपरोस् भनेर पहिला मगाइरहेको। सो हामी चाहिँ जान आँटेको। सो यो चाहिँ हो एकदमै साथ दिएको है मलाई प्रेग्नेन्सीमा। यो सेकेन्ड पर्चेस हो मेरो। एउटा त लगाएर फटाइसकेँ, यो चाहिँ अर्को हो। सो एकदमै कम्फर्टेबल छ, तपाईँहरूले पनि ट्राई गर्नु होला यो फुटवेयर। अनि हामी चाहिँ जाँदैछौँ। अब चाहिँ गाडी आइरहेको छ, अन्त मसित चाहिँ मेरो छोरा जाँदैछ एज अलवेज है। अनि प्रेग्नेन्सीमा चाहिँ यति बेसी मैले गुलियो खाएँ, यति बेसी गुलियो खाएँ, धन्न मलाई सुगर चाहिँ अब मेरो सुगर चाहिँ कन्ट्रोलै रहेछ है। मैले टेस्ट गराएको थिएँ लास्ट यो 32 विक्समा। सो धन्न नर्मल आयो है। सुगर पनि एकदमै गुलियो खानु क्रेभिङ हुने है। अब खानु मन लागेपछि त खानु परिहाल्छ है। सो त्यही भएर हस्पिटलबाट आएर चाहिँ मैले खानासाना खाएर एकछिन रेस्ट गरेर उठेर डिनरहरू बनाएँ। अनि डिनर बनाएर खाएर चाहिँ यो राति सुत्ने बेलामा दुध लिएँ मैले, हल्दी लगाएको दुध। अनि दुध खाइसके पछाडि 1 घन्टा बाद चाहिँ मैले आफ्नो सप्लिमेन्टहरू लिएर सुतेँ।